र हामी चाहिँ यहाँदेखि फेरि हिँडिसकेका छौँ। पानी छ यस्तो खोलामा, अब चिसो पानी चाहिँ बबाल छ पानी चाहिँ। र के गर्नु, नुहाउनु त मन लागेको थियो होइन, नुहाउनु चाहिँ धेरै मन लागेको थियो, त्यो पनि केही समय नमिलेर नुहाउन पाइएन। र अब हाम्रो गाडी चाहिँ उहाँदेखि खोलामा छिरिसक्नु भएको छ है। खोलामा छिर्दै भइसक्नुभयो हो, कडा हो हाम्रो गाडी चाहिँ अहिले है। तपाईँहरू देखिहाल्नुभयो गाडी चाहिँ हाम्रो पारी भइसकेको छ होइन। अब हामी चाहिँ यहाँ चाहिँ भन्नुपर्दा एक किसिमले ट्र्याक्टर हिँड्ने ठाउँ हो होइन। बाइक चाहिँ मरेर छिर्दो रहेछ, हामीले चाहिँ अटो चाहिँ मरितरी छिराउन सफल भएका छौँ यो खोलाबाट। नछिरेको भए नै बस्ने गाडी हाम्रो चाहिँ होइन, तर छिर्नु गाडी छिरेको छ। हामी चाहिँ अब यहाँदेखि घुम्दै निस्किँदैछौँ। अनि तपाईँहरूले हेरिसक्नु भएको छ माथिको पुल, झुन्ने पुल हो यो चाहिँ। तपाईँलाई मैले अघि पनि भनिसकेको छु यहाँदेखि झुन्ने पुल हो भनेर। फेरि पनि हाम्रो गाडी चाहिँ फाइनली हाम्रो गाडी चाहिँ खोला कटिसकेको छ। तपाईँहरूले देखिहाल्नुभयो प्रत्यक्ष, खोला कटिसकेको छ हाम्रो गाडी। अनि फाइनली गाडी छिरिसकेको छ हाम्रो चाहिँ। अब हामी गाडीमा चढि पनि सक्यौँ। उतापट्टि तपाईँले देख्नुभएको अटो, अर्को अटो पनि त्यसरी नै आएर यहाँ पौडी खेल्न आएको रहेछन्। अनि हामी चाहिँ यहाँ कस्तो छ यहाँदेखिको, अरूले चाहिँ यसरी हामी जाँदैछौँ पुगिसकेर भिडियो बनाउँथ्यो होला। हामी चाहिँ यहाँ बाटो कस्तो छ भनेर त्यो पनि हाम्रो गुरुजी, महान गुरुजीले, एक्सपिरियन्स ड्राइभरले चाहिँ मरितरी उकालो चढाउँदै हुनुहुन्छ। उहाँ चाहिँ उकालोको एक्सपिरियन्स, पछि बाटो खोला नाला केही होइन उहाँको लागि, गाडी चाहिँ हुनु पऱ्यो, चाहिँ पनि चढाइदिनुहुन्छ हो। एक्सपिरियन्स ड्राइभरलाई दिएको छौँ। हामी चाहिँ घुम्दैछौँ। अनि त्यहाँदेखि तपाईँहरू चाहिँ जुनियर पुल अब है रोडिङमा चाहिँ यस्तो छ बाटो। अब यहाँ फेरि हेर्नुहोस् हाम्रो एक्सपिरियन्स ड्राइभरले हामीलाई 9 तारिकिन पुऱ्याउन सक्नुहुन्छ अरे होइन हो। हामी चाहिँ चढेर बसिरहेछौँ। उहाँलाई गाडी चाहिँ दिनुपर्छ, चाहे बाइक दिनुहोस्, चाहे अटो दिनुहोस्, चाहे गाडी दिनुहोस्। उहाँले गाडी चढ्छ र छिर्छ भने 9 तारिकिन सुरक्षित है तपाईँलाई घरसम्मको यात्रा पुऱ्याउने छ। कडा हो ड्राइभर, ड्राइभर पनि कडा हो, गाडी पनि कडा भएछ हो है। उकालोहरू त यहाँ आम्मामा ढुङ्गाको सोली केही पनि छोड्नु भएको छैन उकालो हान्नु। यहाँदेखि मुनि हेर्नु त भ्युज क्या बबाल देखिरहेछ। पारीको झुम्ने पुल अनि यहाँ त पक्कै त राम्रो मात्रै देखिरहेको छ हेर्नु त। हामी चाहिँ यो परबाट जहाँ तपाईँहरूलाई देख्दै हुनुहुन्छ परबाट मान्छे आउँदैछ नि, त्यताबाट चाहिँ हामी अटो लिएर वारी आएका है।
हाम्रो गुरुजी पनि ज्यामारा चाहिँ हो उकालो कुदाउन, गाडी पनि उकालो चढ्न ज्यामारा चाहिँ भयो है। पुल पनि यहाँ ज्यामारा चाहिँ छ। कति लामो चाहिँ छ होला हो, आफै सोध्नु त, अनुभव गर्नु कति लामो होला। फाइनली हामी चाहिँ धुर्नेबुईको पल्लो साइड आइसकेका छौँ। उहाँहरू अब यहाँबाट सिधै धुलाडे यहाँदेखि राम्रो छ बाटो होइन। यहाँ खत्तम छ नि त बिच बिचमा खत्तम छ भन्दैछ भाइले। अब भाइ चाहिँ घुमेर आइसकेको छ। यति मुला त यस्तो त तानिहाल्छ नि, के डराउँछ त्यस्तो उकालो त तान्यो भने यति मुला तान्दैन। लु तान्दैन अन्त